सम्पूर्णमा सबैलाई नमस्कार। ग्लोबल सिक र सलमान खानतिरबाट आएको यो घर देख्न सक्नुहुन्छ। जसरी हाम्रा दादाहरू रस्तामा बसेर या कसैको घरमा बसेर आफ्नो दिन पार गरिराख्नुभएको थियो, जस्तो जे भए पनि नि आफ्नो जग्गामा आएर अहिले यसरी बस्न पाउनुभएको छ। दादाहरूको घर त यही हो, देख्न सक्नुहुन्छ। अहिले जसरी भयो नि मान्छेलाई बस्नलाई जग्गा मिलाइदिनु भएको छ सलमान खानज्यूले र ग्लोबल सिक दुईजना मिलेर यसरी काम चल्दैछ। हेर्दै जानुहोस् कति राम्रो राम्रो घर बनाइदिएछ। जस्तो भयो नि बाटो छोडेर अर्काको घरमा छोडेर अहिले आफ्नो जग्गामा आएर यसरी बस्नु पाउँदाखेरि कति खुसी लाग्छ, हेर्न सक्नुहुन्छ। यतातिर त पहिलाको पुराना घर हो, सबै लाथालुङ्गै छ। त्यस्तै जस्तो भयो नि आएर टाउको ढाक्ने जति जग्गा बनाइदियो, खुबै राम्रो लागेछ। हेर्न सक्नुहुन्छ हजुरले कति राम्रो थियो हाम्रो यो गाउँ, कति रमाइलो हुन्थ्यो। यहीँ हनुमान मन्दिर थियो, हामीले भजन कीर्तन गरिन्थ्यो। अहिले गाउँको हालत यस्तो भए पनि बहुतै राम्रो। हेर्नु न, सलमान खानतिरबाट बनाइदिएको यो घर हो, कति राम्रो लागेछ हेर्नुको लागि। अझै कति बन्दैछ, अझै कतिवटा बनिरहेछ, खुबै राम्रो लागिरहेछ। यसरी पुरै चाङ घर जसरी बनाइदिएछ। ग्लोबल सिक र सलमान खान दाले त घर बनाइदिइराख्नु भएको छ र साथमै हाम्रो यहाँ भएका बहिनीहरूले सबै काम गर्ने मान्छेलाई शरबत बनाएर खुवाइराख्नु भएको छ, सहयोग गरिराख्नु भएको छ। पानीको होस् चाहे शरबत बनाएर होस्, मेन त यो बहिनीले सबै काम गर्नेलाई सेवा गर। बहन दिल से थैंक यू। जो हम लोग को मदद करने आया है उसको मदद करना बहुत बड़ा बात है। लेटिंग खाना आने के लिए इधर भी भेज दीजिएगा तो। हाँ।